नमस्ते एभ्रिवान। आज चाहिँ मैले तपाईहरुको लागि भनेर यो पानी पर्ने सिजनमा चाहिँ एउटै भिडियोमा तीनटा प्रडक्टहरु लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। यहाँ रहेको छ यो एकदम हाई क्वालिटीको सुज कभर जसमा चाहिँ तपाईले पाउन सक्नुहुनेछ 3 लेयरको चाहिँ यसमा हुन्छ। यहाँ पानी छिर्ने एकदम इम्पोसिबल नै हो यो है। साथमा पाउनुहुन्छ तपाईले यो मजाले अडिने चाहिँ अनि यसमा चाहिँ पाउनुहुन्छ तपाईले यो रबरको ब्यान्ड जसले गर्दाखेरि चाहिँ तपाईलाई यो बाइकमा चाहिँ गियर शिफ्टिङ गर्दाखेरि एकदमै सहज हुन्छ। कपडा पनि एकदम बलियो छ। हामीले लास्ट भिडियोमा तपाईले पिन गरेको भिडियोमा यो देख्न सक्नुहुन्छ। यो क्वालिटी कति छ भनेर हामीले सिसामा नै चढेर चाहिँ देखाएको छौं। यसको क्वालिटी र ड्युरेबल चाहिँ हैन, यो एकदमै चलेको सामान हो। हामीले लास्ट 4 इयर्स देखि चाहिँ बेच्दै छौं। यो एउटा क्वालिटी भयो। अनि अर्को क्वालिटी चाहिँ तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ सिम्स लाइक त्यस्तै प्लास्टिकको जस्तै हुने हो हैन। यसमा पनि 3 लेयर नै हुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईले 3 लेयर नै हुन्छ। अनि तर यसमा चाहिँ रबर ब्यान्ड हुँदैन। अनि यो सोल पनि अलि पातलो हुन्छ हैन। यो चाहिँ त्यति अब बाइकमा मात्र हिँड्नलाई चाहिँ हुन्छ, तर ट्रेकिङ नै जान चाहिँ अलि मिल्दैन। यो चाहिँ तपाईले लगाएर ट्रेकिङ नै जानुभयो भने नि केही फरक पर्दैन हैन। यो चाहिँ एकदमै रिजनेबल प्राइस पनि भयो, अलिकति क्वालिटी अनुसारको प्राइस हुने भयो। अनि यसमा चाहिँ यो रबरको ब्यान्ड आउँदैन हैन। यहाँ तपाईले देख्न सक्नुहुन्छ। तर यसमा चाहिँ भने अड्किन्छ है। यो चाहिँ मजाले अड्किन्छ घुँडामा लगाउँदाखेरि चाहिँ। तर यो चाहिँ हामीसँग एकदमै कम पिस छ। लगभग मेरो विचारमा त्यही 50 पिसेस लेफ्ट होला हैन। यो चाहिँ हामीसँग इनफ चाहिँ क्वान्टिटी अवेलेबल छ। यो चाहिँ मजाले पनि तपाईले अर्डर गर्न सक्नुहुन्छ। अनि अर्को छ यहाँ हामीसँग एकदमै तपाईहरुले सायद यो बजारमा देख्नु भएको नदेख्नु भएको मलाई थाहा भएन है। हामीले धेरै नै चोटी चाहिँ भिडियोहरु बनाएको छौं। यो अहिले चाहिँ हामीसँग यो छाता चाहिँ जस्ट ब्ल्याक कलरमा मात्र स्टक छ हैन। यहाँ तपाईले देख्न सक्नुहुन्छ। यो मजाले रोटेटेबल हो। अनि अर्को कुरा देख्न सक्नुहुन्छ, यो चाहिँ स्विचबाट ओपन हुन्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ मजाले। अनि यहाँ अर्को कुरा भनेको चाहिँ यो हावाले पनि नभाचिने हो। एभ्री उसमा चाहिँ यो सपोर्टिभ रडहरु छ। तपाईले देख्न सक्नुहुन्छ विथ यसमा स्प्रिङ पनि बलियो स्प्रिङ छ हैन। अब यो चाहिँ कुरा गर्दाखेरि तपाईलाई यहाँबाट लाइट पनि बल्छ। अनि यहाँ तपाईले देख्न सक्नुहुन्छ लाइट पनि बल्छ। एकदम ड्युरेबल छ हैन। यो हावाहरुले पनि भाचिदैन। हामीले लास्ट भिडियोहरुमा एकदमै पोस्ट गरेका छौं। र यो यसको कस्तो हुन्छ भनेर चाहिँ तपाईले भिडियोहरु चाहिँ हाम्रो टिकटककै प्रोफाइल भिजिट गर्नुभयो भने देखिहाल्नुहुन्छ। र बाँकी अरु फर्दर केही तपाईलाई इन्फर्मेसन चाहिएको छ भने तल दिएको नम्बरमा कन्ट्याक्ट गर्नुस् अथवा चाहिँ हामीलाई मेसेज गर्नु होला। थ्यांक यू।